ड्रोनको हावा खाँदैछ यसरी देख्न सक्नुहुन्छ तपाईले यता ड्रोन उडाउँदैछ हो। मर्निङ गाइज वेलकम छ तपाईलाई आज फेरि शनिको नयाँ ब्लगमा हैन। मेरो ब्लग चाहिँ छ भन्दाखेरि चाहिँ आज हामी साथीको बिहामा बिहार जाँदैछ हो। अनि जस्ट अब यहाँ म अहिले सिलगढीको गाडीमा बसिरहेको छु यसरी। हामी सबैजना छ यसरी हो। यहाँबाट भर्खर निस्केको हेर्न सक्नुहुन्छ यतिजना छ यस्तो प्याक छ बसमा यसरी जाँदैछ अहिले। यसरी हामी यहाँबाट सिलगढी अन्त सिलगढीबाट चाहिँ बिहार सिलगढी आइपुगिसकेको छ होइन। यस्तो छ केटा मान्छेहरू सबैजना उत्रिँदैछ गाडीबाट अहिले हो। बेहुलाको गाडी भेटेकै छैन हामीले। यहाँबाट चाहिँ अब हामी वे टु बिहार। गरम छ सुरज, गरम छ सिलगढी अन्त त गरम लाग्यो तिमीलाई? किनभने चाहिँ गरम लागिरहेको छ अब यसरी। अब यस्तोहरू हुँदैछ। ड्राइभर पनि हरामिले सर भन्दैछ भाइहरूले यहाँ रोक्नु भन्ने यहाँ रोकिरहेको छ। अब एसी बस्यो भने एसी पनि छैन घन्टा बसमा। बेहुला पनि आइपुगिसकेको रहेछ यसरी। हाम्रो बेहुला चकाचक भएर यसरी गाडीमा बसिरहेको छ अगाडि यसरी हो। बसिसकेको छु यता अब बिहारको लागि। यताखेरि गरम भएर लुगाहरू खोल्दैछ यसरी भयो। गाडीमा चाहिँ नजाने भयो। अब यता वेगनरमा जानुपर्छ हामी यसरी हो। यता हप भयो होइन मोटे म अब हामीहरू चाहिँ अब वेगनरमा जानेछ। यिनीहरू यहाँ बसिरहेको छ चट्टीहरू अघिदेखि हो। अब अर्को गाडी पर्खिरहेको छ म र मोटेको लागि। बसमा चाहिँ पुरा गरम भएर हप भयो हो। हाम्रो बेहुला फेरि यता यस्तो छ यहाँ बिच बाटोमा रोकेर गाडी चेन्ज गर्दैछ हामी चाहिँ यसरी। अब हाम्रो गाडी पर्खिरहेको छ। सबै छोडिसकेको थियो अन्त हामीले गाडी पर्खिरहेको थियो। हाम्रो टक्कै गाडीमा आइसकेको छ हो। ऊ मान्छेले अब गाडी घुमाउँदैछ हाम्रो लागि यता। मोटे पर्खिरहेको थियो। हाम्रो गाडी फेरि चेन्ज भयो यता। अब यहाँबाट चाहिँ हामी वे टु बिहार यसरी। यता टोल ट्याक्सहरू पनि दिँदैछ यसरी। मामाले उसको डिफेन्सको कार्ड देखाइरहेको छ यसरी यता हाम्रो भाइले। अन्त यहाँ चाहिँ अब हामी इस्लामपुरको अलिक अगाडि छ होइन। यता भाइले हेर्दैछ यताउता देखाएर पनि यता टोल ट्याक्समा गएन। लास्टमा चाहिँ अब यता 200 रुपियाँ दिएर टोल ट्याक्समा 200 रुपियाँ तिरेर होइन अनि मात्रै जानु दिने रहेछ। अब बाई रुट बिहार जाँदैछ होइन। अलिक अँध्यारो हुँदैछ अहिले। यो अमित यता गुगल म्यापहरू हेर्दैछ यसरी। अब यता फोन गरेर सोध्दैछ लोकेसन सेयर पठाएर भनेर। यस्तो भइसक्यो गाइस। तर हामी अहिले स्टिल अन द वे नै छ। साइनबोर्ड देखिहाल्नु भयो यहाँको साइनबोर्ड छ यसरी। हामी अहिले नेसनल हाइवेपट्टि छिरिसकेको छ यसरी। अब वे टु बिहार गाडीहरू टक्कै सबैजनाले यता भेटिहाल्यो। बेहुला यहाँ छ हो। हामी चाहिँ अहिले यता दाल खोलामा लुकिरहेको छ। वेलकम टु बिहार बोइज यसरी। हामी अहिले यहाँ गाडीको एकछिन गफसपहरू गर्दैछ यसरी। परातको परात निस्किन आँटेको छ यसरी। परातको परात आइसकेको रहेछ हो। हामी यता अहिले बिहार आइपुगिसकेको छ यसरी। परातलाई बेहुलालाई झारिसकेको छ गाडीबाट हो। यसरी हाम्रो बेहुला निस्किसकेको छ। अनि यसको घोडा गाडी चाहिँ अब यो रहेछ। यसको घोडा गाडी खोइ यो हाम्रो परात झरिसकेको छ। घोडा गाडीमा परात प्रस्थान भइसकेको छ यसरी। यसको घोडा गाडीमा बरातको लागि पटेका देख्नु होला। यतिको पटेका यस्तो पटेका छ। अब यो पटेका पनि पड्दैन आँटेको छ यसरी। अब बरात निस्किन आँटेको परातको यसरी। हामी चाहिँ पटेका पड्काउनु बसिरहेको छ। परातको बरात निकालिसकेको छ हो। यसरी जाँदैछ हामी अहिले बरात यसरी। हाम्रो बरातको लागि निक्लिसकेको छ यसरी हो। बरात गाडीमा बसिरहेको छ यसरी। अब बरात चल्दैछ हाम्रो यसरी। पटेकाहरू पड्काउँदै यसरी हुँदैछ बरात चाहिँ। हाम्रो यसरी हुँदैछ यहाँ हेर धमाका। यहाँ सुरु भएको हो यसरी। यसरी अब हाम्रो बरात जाँदैछ अझै बरात जानु जाँदैछ बरात। हामी हाम्रो बिहा भइसकेको छ अहिले भित्र। यस्तो छ यहाँबाट हामी अहिले एन्ट्री हुँदैछ। बाइकमा छु म मामासँग यसरी। अहिले जाँदैछु केटीको घर। चाहिँ यस्तो डेकोरेसनहरू चाहिँ यस्तो गरिदिएको छ बेहुलीपट्टिबाट होइन। अब तपाईँहरूले देख्नु सक्नुहुन्छ यस्तो छ यहाँ चाहिँ। यो चाहिँ अब बिहार हो। अन्त घरहरू पनि झोपडपट्टीहरू चाहिँ यस्तो हो। यस्तो छ डेकोरेसन चाहिँ। भएर चाहिँ ड्रोनको हावा खाँदैछ यसरी। देख्नु सक्नुहुन्छ तपाईँले यता ड्रोन उडाउँदैछ हो। यसरी यता ड्रोनको हावा खाँदैछ। डेकोरेसन चाहिँ यस्तो रहेछ। पलाटको बिहाको यता हुनु लागि यस्तो रहेछ डेकोरेसन चाहिँ। अब यहीँ हुन आँटेको रहेछ यस्तो रहेछ। यहाँ डेकोरेसनहरू पलाट आउँदैछ। हाम्रो बरातहरू चाहिँ यसरी आएको मान्छेहरू चाहिँ यता बसेर खाना खानु आँटेको छ यसरी। यसको अहिले यता हल्का यसो दस्तुरहरू हुँदैछ यसरी हुँदो रहेछ यिनीहरूको दस्तुरहरू चाहिँ।
अहिले यसरी हुँदैछ। अन्त यता पलाको केटी पनि आइसकेको रहेछ हो। अन्त पलाको केटी चाहिँ यहाँ रहेछ। यसरी बिहा हुँदैछ, यसरी गर्दैछ। यसरी अहिले सुरु हुँदैछ अन्त बिहा गर्नु। हाम्रो पलाको बिहा सुरु भयो होइन। यसरी अब मण्डप भयो। अन्त केटाहरू खानाहरू खाएर यताउता आउँदैछ। यसरी चाहिँ अब बिहा सुरु भएको। पलाती दस्तुरहरू पनि गर्दैछ, त्यसको बुढीभित्र नै छ र पनि त्यसले बाहिर बसेर अहिले यसो यता आएर चाहिँ यता दस्तुरहरू गर्दैछ। यिनीहरूको यसरी बिहा हुँदो रहेछ, देख्न सक्नुहुन्छ तपाईँहरूले। केटाहरू यस्तो छ हाम्रो, केटाहरू सुतिरहेको छ यसरी। नेचुरल हो, टुथब्रस नेचुरल हो निमको। त्यहाँ सुतेर उठेर हालत चाहिँ यस्तो छ है। यस्तो चाहिँ हाम्रो गुड मर्निङ पुरीहरू खानु आँटेको होइन। अब भर्खर उठेर बस गरेर अब म नास्ता गर्नु आँटेको छु पुरीहरू। अन्त मेरो भाइहरू बिटु र सुरज भाइले खाँदैछ हो। दुल्हन बिदाई हुनु आँटेको छ यसरी हो। अब अहिले यहाँ खै यिनीहरूको खै के कार्यक्रमहरू गर्दैछ यसरी। केटी आइसकेको छ। अन्त यसरी हाम्रो अहिले यहाँ बिदाई कार्यक्रम हुँदैछ यसरी। बेहुली बिदाई गरिसकेको छ यसरी हो। पलातले बेहुलीलाई लिएर आउँदैछ यसरी। अब यहाँबाट चाहिँ अब यसरी बेहुली बिदाई भइसकेको छ। बिदाई गरिसकेको छ। पलातले अब गाडीमा हाल्दैछ यसरी पलातको दुल्हनलाई। पलातको बेहुली पनि गाडीमा पसिसकेको छ यसरी। दुलाई त आइसक्यो हाम्रो यता। अन्त यता बेहुली पनि पस्दैछ यसरी। अब यसरी यहाँबाट दुल्हन बिदाई भयो। यसरी चाहिँ अब दुल्हन बिदा भयो। अब यसरी चाहिँ अब हामी यहाँबाट कालिम्पोङ जानेछ। इफ मेरो च्यानल मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु नभुलिदिनुहोस् होला। सो मेरो भ्लग चाहिँ म यहाँ गर्नेछु। धन्यवादपट्टि जानेछु बाई रोड। अब यो गाडीमा चाहिँ हामी कालिम्पोङपट्टि जानेछ। यता अब बिहारबाट सिलगढीको लागि निस्किसकेको छ यसरी। हामी अब यहाँबाट सिधै कालिम्पोङ। यहाँ बिदाई कार्यक्रमै चल्दैछ अहिले, देख्न सक्नुहुन्छ तपाईँहरूले। यतै यसरी मोटेले गाडी रोक्दैछ, त्यो छिटो चढिहाल।